अहिले चाहिँ हाम्रो अम्मनले चाहिँ होइन अहिले बाइकको लाइसेन्स निकाल्न लागिसकेका छन् होइन, हेर्न सक्नुहुन्छ तपाईँहरूले होइन। चकलारीले लाइसेन्स निकालिरहन्, लाइसेन्स निकाल्छन् होइन, बिस्तारै सङ्घर्ष गर्दैछन् होइन, आफ्नो पसिनाहरू बगाउँदैछन् लाइसेन्सको लागि होइन। यतिको तयारी नगरे त कहाँ निकाल्न सकिन्छ हजुर। त्यही भएर हामीले चाहिँ होइन यसो प्र्याक्टिस गरिरहौँ होइन। यसले गर्दाखेरि बाइकलाई सजिलो हुन्छ, स्कुटरलाई सजिलो हुन्छ होइन। उस्तै पऱ्यो अब काला पनि सजिलो हुन्छ, तपाईँहरूले काला चलाउन जान्नुभयो भने होइन। अरू कस्तो भन्नु छैन होइन। अब एउटा भाइ पनि छन् यहाँ, भाइले पनि लाइसेन्स निकालिदिन्छु भने होइन साइकलको, भाइले पनि लाइसेन्स निकालिदिनु भने होइन। यिनी भाइले लाइसेन्स निकाल्छु भने अब यिनी भाइले त ओहो अझ ड्रिफ्ट हान्दै बनिरहेन होइन। अनि अम्मन त भइहाल्यो। अब अम्मनले त लाइसेन्स निकालेको पास भयो क्या तिमी ट्रायल। अब भयो ल ल ल अब तिमीलाई उकालोको ल गर्नु पर्यो। उकालोको कता गर्छु? उकालो ओह्रालो सिधा भित्तामा। यिनी भाइले चाहिँ भित्ता गर्ने भन्छन् होइन। अमलले चक्क लगाएर होइन। ल अमलले ल लाइसेन्स निकाले ल फाइनली, कङ्ग्रेचुलेसन ल कङ्ग्रेचुलेसन। ल यिनी भाइले सक्छ तिमी भाइले लाइसेन्स निकाल्न इजिली। ल रुक त ल तिमीलाई ल बाँग त ल भाइ तिमीलाई देऊ त ल। र यिनले लाइसेन्स निकाल्छन् कि नै, यिनले पनि लाइसेन्स निकाल्छु भन्छन् होइन। ल लास्ट पास हुन्छन् कि नै ल भाइ। ल हेरौँ है, ल हेरौँ है गाइज, ल पास हुन्छन् कि नै यिनी। ल ल के हुन्न ल चलाइदिउ चलाइदिउ। अमले त यहाँ मस्त लगाएर अब त होइन बाइकको लाइसेन्स त निकाले क्या अमलले। अब यतिको भएपछि त होइन भाइ तिमीले लाइसेन्स निकाल्दाखेरि कस्तो लागिरह? ठिकै कस्तो भन न, अलि कस्तो रह्यो तिम्रो सङ्घर्षका पाटाहरू, दुःखका पाटाहरू होइन? के पनि दुःख भएन, दुःखै भएन, यत्तिकै निकालिदियो। अनि भाइ त कडा रहेछ नि हेर्नुहोस् होइन। अब बाइकको लाइसेन्स कहिले निकाल्ने? बाइकको लाइसेन्स ठुलो भएपछि कति वर्षको भएपछि? 18 वर्षको भएपछि है। तिमीलाई बाइक चलाउन मन लाग्छ कि नै? स्कुटी चलाउन सक्छु, बाइकमा हाइट पुग्दैन। हाइट पुग्दैन, स्कुटर चलाइदिन्छु। स्कुटर चाहिँ चलाउँदैछ नि होइन। अब त्यही हो, उनी चाहिँ अब 18 वर्षका जवान भइसक्यो होइन। यिनी चाहिँ कहाँ गयो नि, अब यिनको बिहा गर्ने उमेर भइसक्यो होइन। हेर्नुहोस् होइन, चट्ट परेर ह्यान्डसम पनि छन्, चट्ट लाएर चिली चट्ट परेर होइन। अब भयो होला अमन लाइसेन्स निकालेर भइयो के अरे। अब के गर्ने हो? ए अर्को भाइले त अब अर्को भाइको हेरमै लाइसेन्स। ल यिनले लाइसेन्स निकाल्न सक्छन् कि सक्दैन? ल यिनी भाइ लाइसेन्स निकाल्न सक्छन् कि नै? ल ए ल भाइ ड्रिफ्ट हान्न पाइन्न त्यसरी। सिधा चलाऊ, ब्रेक नचलाऊ, ब्रेक नलाऊ, लाइसेन्स निकाल्दिन फेरि फेल हुन्छ भाइ तिमीले। ब्रेक नलागिन राम्ररी। टक्क लाएर अब यिनी भाइ नि अब पास हुन्छन् जस्तो छ होइन। अब हेरौँ पास हुन्छन् कि फेल हुन्छन् होइन। ल भयो यता घरसिन फेल भयो यिनी भाइले। ल ल ल ल अझै चान्स दिन्छ ल। ब्रेक लगायो, फेरि ब्रेक लगायो यिनले। त्यस्तो पाइन्न नि भाइ यार। ल राम्ररी एक चान्स पाउँछौ है ल फेरि तिमीले। एक चान्स फेरि पाउँछौ है ल, एक चान्स फेरि पाउँछौ है भाइले। ल पास हो है भाइ, ल पास हो है। ल चलाऊ अर्को झन् तिमीले अब ट्रायलमा जाँदाखेरि तिमीले आफू अन्त आफ्नो बाइक भयो भने त ल्याउनु पाउँछु। उहाँ जस्तो हुन्छ त्यस्तै चलाउनु पर्यो होइन भाइ, हो कि होइन? त्यही भएर अर्काको साइकलहरू सिधा, अर्काको बाइकहरू सिधा ल भयो ल यिनी चाहिँ पास भयो होइन फाइनली। हल्का फुल्का अब घुसुस खुवायो मलाई होइन। ल भन ल यिनी भाइले चाहिँ होइन, यिनी भाइले बाइक सक्छन् अरे क्या गाइज होइन। हेर्न सक्नुहुन्छ तपाईँले, यिनी भाइले बाइक सक्छन्। यिनी चाहिँ आइसकेका नयाँ होइन, टक्का लगाएर नयाँ। र तिमीले सक्छौ कि साइकलको लाइसेन्स निकाल्न? सक्छौ, ट्राई गर्ने हो त। ए यिनी त लाइसेन्स निकालिसक्यो कि तिमीले? फेरि एकचोटि लाइसेन्स निकाल्ने नि भएन अरे यिनीलाई, गर्नै पर्यो अरे केही होइन। ल ल ल ल ड्रिफ्ट हान्न पाइन्न, ड्रिफ्ट हान्न पाइन्न, घाँसलाई छुन पाइन्न, घाँलाई छुन पाइन्न, ड्रिफ्ट हान्न पाइएन, केही गर्न पाइएन है। ल चलाउनु त पाइयो, खुट्टा त चलाउने। ल फाइनली यिनले लाइसेन्स निकाले। अब अम्माले त चलाइछन् होइन। त्यही होस् त। अहिले चाहिँ हामीसित होइन टक्क लगाएर एउटा जुस छ। अनि यसको लागि लड्नको लागि चाहिँ दुईटा क्यान्डिडेट छन् होइन हाम्रा। यिनीहरू दुईटा क्यान्डिडेट छन्, तर एउटाले माथि पाउँछ होइन। यो जुस चाहिँ एउटाले माथि पाउँछ। अब यो जुस कसको भाग्यमा लेखा त कसले खान्छ यो? यिनले नि खान चाहन्छन्, दुइटैले खान चाहन्छन् होइन। तर हामीसित एउटा माथि छ। अब यो हामीले दुइटा मध्ये च्यालेन्ज गराउँदैछौँ होइन। ल कस्तो च्यालेन्ज गराउने अमन? फालिदिने अलिक टाढै फालिदिन्छ मैले फेरि।
हुन्छ नि यिनले फालिदिन्छु भने नि ल ल ल ए क्रिकेट होइन क्रिकेट होइन ल ल कहाँ गयो ल ल ल ल ल ल What's up, Rohit? ल ल ल ल ल ल गयो कसले पायो ल तिनी भाइले पाइसकेका छन् होइन चक्क लाएर यिनी भाइले चाहिँ पाएनन् होइन अब यिनी भाइलाई केही त दिन पर्छ सहानुभूति होइन त्यही भएर चाहिँ यिनले चाहिँ कुरकुरे खान्छन् होइन ल कुरकुरे खाऊ होइन ल तिमीलाई कस्तो लागिरहेको जित्दाखेरि रमाइलो लागिरहेको गर्व लागिरहेको नि जोस् अब चिसो टक्का लगाएर खाने हो नि जुस ल खाइदियो ल यिनी नि अब खुसी छन् होइन यिनलाई नि देऊ फेरि त यिनलाई नि देऊ तिमी तिनटैले मिलेर खाऊ है ल ठुलो गाईजना टक्का लगाएर म चाहिँ अहिले कहाँ आइसक्यो भन्दाखेरि यता हुन्छ नि म ठ्याक्कै फोटोतिर आएँ होइन फोटो सोकतिर आएपछि चाहिँ अब म घरतिर जान लाग्यो होइन घरतिर जान चाहिँ के हुन्छ भन्दाखेरि यो चाहिँ म बजारको बाटो जान लाग्यो कि होइन यता चाहिँ हुन्छ नि यो मङ्गलबार हुन्छ नि शुक्रबार चाहिँ यता बजार लाग्छ होइन बजार लाग्छ होइन बजार लागिसकेपछि चाहिँ यता टक्क लगाएर सामानहरू लिन आउनुहुन्छ होइन घरमा के सकिया हुन्छ अनि यो चाहिँ बजार एरिया हो कि विशेषले यतातिर होइन अनि यतातिर हुन्छ नि जतातिर लाग्छ अनि झन् त्यतातिर त झन् तरकारीहरूको लाग्छ यतातिर चाहिँ के हुन्छ भन्दाखेरि यतातिर चाहिँ अलिक कपडाहरूको लाग्छ होइन त्यही हो अनि यो बजारको साइडमा अब मैले अस्ति नै भनेको थिएँ होइन एउटा भ्लगमा चाहिँ फेरि हाम्रो यता स्कुल छ नि त होइन मैले पढाएँ स्कुल होइन अब फाइनली त्यो स्कुलका दिनहरू पनि सम्झनाहरू पनि मेटिए होइन अब समयको यो लयले हामीलाई कहाँ पुऱ्याउँछ थाहा हुन्न होइन त्यस्तै छ होइन आफ्नो काममा बिजी हुनुहुन्छ होइन टक्क लगाएर सब मानिसहरू देख्नु छ होइन टक्क लगाएर भ्लगमा भन्दाखेरि कस्तैको शब्द नै सक्का जस्तो हुन्छ कि होइन जब अब भ्लगमा भन्नुपर्दा अब यस्तै भन्दाखेरि शब्दै सकिन्छ कि होइन अनि के बोलाउँ जस्तो तरिकाले चाहिँ हुन्छ तर बोल्न चाहिँ बोलिन्छ जति बेला हामी यता क्यामेरा राख्यो भने चाहिँ बोल्न चाहिँ के बोलिन्छ होइन त्यो चाहिँ ट्राई चाहिँ गर्नुपर्छ हामीले होइन त्यो हुन्छ मैले स्कुल चाहिँ टक्क लगाएर गेटहरू बन्द भइसक्यो होला अहिले होइन अहिले चाहिँ अब हामी चाहिँ फेरि ठ्याक्क लगाएर यो मेन हुन्छ नि बजारमा यस्तो भिड हुन्छ नि भिड हुने भनेको यताउति स्पेसली आज तरकारी हुन्छ तरकारीहरू लिनुहुन्छ नि होइन त्यही हो अब आज त शनिबार भयो आज त लाग्दैन हिजो लाग्थ्यो अब अर्को पालि चाहिँ हाम्रो अब मङ्गलबार लाग्छ मान्छेहरू बिजी त्यस्तै छ होइन मान्छेको चोला ओहो त्यहाँ त टक्क लगाएर क्यारम बोर्ड खेल्ने खान्छ गाइज टक्क लगाएर होइन त्यो चाहिँ गेम खेल्न लाउनु भएको छ होइन टक्क लगाएर गेम खेल्न त परेको नि होइन आफ्नो स्वास्थ्यको लागि पनि राम्रो उता अब हाम्रो मस्तिष्कको क्यापेबिलिटी हुन्छ नि माइन्ड क्यापेबिलिटिज हुन्छ होइन माइन्ड क्यापेबिलिटी पनि बढ्ने त्यही भएर चाहिँ राम्रो हो गेम खेल्न पर्छ त्यो हामीले चाहिँ जस्तै कि हुन्छ नि मैले के हुन्छ भन्दाखेरि जस्तै कि मोबाइलका गेमहरू चाहिँ तिनीहरू चाहिँ खेल्न हुन्न तर नर्मल अरू गेमहरू चाहिँ खेल्न पर्छ त्यो हुन्छ हस् त बाई गाइज